1 2 3 go. Good morning from खाना सम्झियो त मुठीमा ढक्तराजु राखे जस्तो भएर बल्ल बल्ल निलिसके मेरो त टाउको गिरी पेटको आन्द्रा सबै उथल पुथल गर्दियो यो बुद्ध भगवानको यो लुङ्दो के हो लुम्दा भने के हो बुद्धत्व प्राप्त गरेकी छ मेरो छोरीले आमाको छैन है त्यस्तो बुद्धत्व प्राप्त गरेर चाहिँ मैले अस्ट्रेलियन महाराज भन्ने मेरो छोरीलाई पनि त्यो देशको प्रधानमन्त्रीको सम्मान हुने पदलाई दिनुभएको हामी कहाँ आइपुग्यो घुम्दै 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 लुम्बिनी हाम्रो गौतम बुद्ध जन्मेको ठाउँमा आइपुग्यो हामी चाहिँ अब पेट पूजा गरेर हामी लुम्बिनी घुम्छौँ ओके छ त ओके रे मैले फेरि भन्नु त गाडीको यात्रा कस्तो भयो गाडीको सफर तपाईहरु एकदम राम्रो नाइस जहाँ जस्तो सरर गुडेर आयो बाटो चाहिँ अलिअलि खाल्डा खुल्डी रहेछ ठाउँ बिग्रेको रहेछ बेला बेला मस्तिष्क उखाड्छ मेरो त टाउको गिरी पेटको आन्द्रा सबै उथल पुथल गर्दियो अझ के अरे अझ ठाउँ रहेछ है हामीलाई सुत्नको लागि सुत्दाखेरि झन् उफार्दो रहेछ 30 वटा सिटमा 15 जना आयो कति रमाइलो त भयो तर निन्द्रा चाहिँ लागेन लाग्यो निन्द्रा लाग्यो मलाई भोक लागेर यहाँ खपि नसक्नु भइसक्यो ल अब पेट पूजा गर्न कर्ली बाल मेरो हेर्नु बाल कस्तो दामी मान्छे बनाउँछ नि मान्छे बनाउँछ नि तपाईँको नेचुरल राम्रो छ हैन त अनि यो कसले दिएको लुगा यो छोरीले किनिदिएको आउटफिट ल खाइयो टन्न खाइयो खानु सिधै म खाइयो टन्न कस्तो लाग्यो दामी एकदम दामी खाना दामी थियो खाना सम्झियो त मुठीमा ढक्तराजु राखे जस्तो भएर बल्ल बल्ल निलिसके धेरै महँगो भएर निल्न पनि गाह्रो भयो ड्याडीलाई निल्नु भयो कि भएन म त कुपु निले 2 थाल खाए ड्याडीले त 2 थाल ओ ड्याडीले 700 रुपियाँको खानु भयो नि त ड्याडी मजाले 700 2100को भात खाने दिन आएको श्रीराम बुद्ध भगवान बुद्धम शरणम गच्छामि सङ्गम शरणम रक्षामि ओम माने प्रेमी हुम माने प्रेमी हुम भन्नु पर्यो भात खान छोडौँ भात खान छोडौँ रे ओ यहाँ भिडियो बनाऊ न भिडियो बनाइरहेको छु त यहाँ टिकटक बनाउनु पर्यो रे मम्मीलाई हामी चाहिँ यहाँभित्र मायादेवी मन्दिरभित्र आएको छौँ होइन यहाँनिर चाहिँ 1 देखि 9 वटा गेट छ अरे अनि यो चाहिँ पुरा 3 किलोमिटर होइन 3 किलोमिटरको क्षेत्रफलमा बनेको छ अरे यो सबै मायादेवी कपिल वस्तु बुद्ध जन्मेको ठाउँ यताउति अब जाँदै देखाउँछौँ है त हाई गाइज कर्ली बाल मेरो सिल्की पर्या गाला मेरो चाउरी पर्या गाला मेरो ड्याडी छक्क पर्दै हेर्दै हुनुहुन्छ को हो यो मान्छे हामी यहाँ लुम्बिनीको सबैभन्दा पुरानो मन्दिर पनि भिजिट गरेर आइसक्यौँ उयो हौ त्यहाँनिर देखिएको त्यहाँनिर चाहिँ फोटो भिडियोहरू होइन मायादेवी आउनै बाँकी छ त्यहाँनिर चाहिँ फोटो भिडियोहरू गर्न मिल्दैन रहेछ अनि यहाँनिर गौतम बुद्ध यहाँ जन्मिनु भएको थियो यताउति भनेर पत्ता लगाउने चाहिँ को हो रे ड्याडी ब्रिटिस सरकार अनि त्यसपछि के राणा खड्ग शमशेर हो ब्रिटिस सरकार र इन्डियामा भएको बेलाको ब्रिटिस सरकार र खड्ग शमशेरले मिलेर पत्ता लगाउनु भएको रे बुद्ध जन्मिनु भएको ठाउँ पहिला चाहिँ थाहा थिएन रे किनभने यो चाहिँ हिन्दू राष्ट्र थियो नि त अनि त्यही भएर बुद्ध मान्नेहरूले चाहिँ राजालाई मान्दैन थियो अरे त्यही भएर राजाले बुद्ध जन्मेको ठाउँ भनेर वास्ता नगरेको रे तर पछि चाहिँ ब्रिटिस सरकार र जुद्ध शमशेरलाई धेरै धेरै धन्यवाद अनि राजाले 4 लाखको बजेट सुम्पेर पहिलो भवन बनाइसक्यो ल ओके छ त हैन त धेरै ज्ञान बटुल्यो बुद्धम शरणम गच्छामि सङ्गम शरणम रक्षामि धर्मम शरणम गच्छामि सर्वम शरणम रक्षामि बुद्धम शरणम गौतम बुद्ध जन्मिनु भएको
मन्दिर भिजिट गर्नको लागि ओन्ली 20 रुपियाँ टिकट पर्छ। एकजनाको 20 रुपियाँ पर्छ। यहाँ जन्मिनु भएको रहेछ। बुद्ध जन्मिनु भएको ठाउँ मायादेवी मन्दिर। मायादेवी मन्दिर। मायादेवी चाहिँ उहाँको लुम्बिनी आमा। आएर यस्तो ज्ञान प्राप्त होस्, बोधिसत्व प्राप्त होस्, मलाई लोभ अहङ्कार सबै उडेर जाओस्। ओके छ त ल। शान्ति मिलोस्। ओम शान्ति, देव शान्ति, पृथ्वी शान्ति, ल है मायादेवीको मन्दिर यहाँनेरि नै गौतम बुद्ध भगवानको जन्म भएको थियो। कस्तो राम्रो ठाउँ बनाएर राखेको रहेछ यहाँनेरि पुरै मेन्टेन गरेर। आहा कति रमाइलो। घाँस पनि काट्दै हुनुहुन्छ दिदीहरू। यहाँ मम्मीलाई बुढाबुढीको टिकटक बनाउन अझै भ्याउनु भएको छैन, पुगेकै छैन। बाफ्रे बा। ल ल ल ल हामी चाहिँ भर्खरै मायादेवीको मन्दिर हेरेर आइपुग्यौँ होइन। त्यहाँनेरि चाहिँ सिद्धार्थ गौतम बुद्ध हुनुभएको थिएन नि त त्यतिखेर। जन्मिने बित्तिकै सिद्धार्थ गौतमले चाहिँ 7 पाइला हिँड्नु भएको अरे। त्यो चाहिँ सिसामा पुरा संरक्षण गरेर राखेको रहेछ। पाइला उहाँको थप 7वटा पाइला देख्नुभयो? 7वटा पाइला देखेँ। अनि त्यसपछि मायादेवी मन्दिरको ठ्याक्कै अपोजिट भागमा चाहिँ यहाँनेरि ऋषिमुनिहरू स्नान गर्ने ठाउँ, बस्ने ठाउँ, स्नान गर्ने ठाउँ। यो चाहिँ पछि बनाउनु भएको अरे ऋषिमुनिहरूलाई सजिलो होस् भनेर। गौतम बुद्धको जस्तो बुद्ध सबैमा ज्ञान प्राप्त होस्, भरिपूर्ण हुन पाउन्। सबै ज्ञान नभए पनि एउटा दुईटा ज्ञान मानव टोलामा प्रवेश होस्। ओके। बुद्ध जन्मेको देश शान्तिले बाँच्न पाऊँ। हस् ल। ओके। हिग्ला त कान्छी तेरो बाबु। हाम्रो ड्याडी चाहिँ जहिले हराउनुहुन्छ है। खै हिजो पनि गाडीमा नआएर कहाँ जानुभयो, छुट्नु होला भन्ने पिर। अहिले पनि कता हराउनु भयो। पुलिस दाइहरूलाई सोध्दै हुनुहुन्छ होला। ड्याडीलाई सोधपुछ गर्न मन लाग्छ नि त, यो के हो त्यो के हो भनेर। अब कता हुनुहुन्छ खै? दूर तक देखिँदैन है हाम्रो बाबु। आगे ए आउँदै हुनुहुन्छ। आगे पछि त देखो भन्नु। आगे पिक्चर देखो। गौतम बुद्ध सुत्नु भएको ठाउँ कान्छी खै हेर्नु हो र? गौतम बुद्ध कसरी थाहा भयो? विश्राम गर्नुभएको थाहा हुन्छ के मलाई। गौतम बुद्ध विश्राम गर्नुभएको ठाउँ चाहिँ यो रुखमुनि हो कि होइन थाहा छैन। हामीले यत्तिकै भनेको। यसरी हाम्रो ममले केही भन्नु पर्यो अरे। ल भन्नु त। यो बुद्ध भगवानको यो लुङ्दो के हो? लुम्दो भनेर के हो? यो बुद्ध भगवानको 5वटा कलरले भएको यहाँ झन्डाहरू सबै छ। यो पञ्चतत्त्वले बनिएको चिज हो। त्यही भएर उहाँलाई 5वटा कलरले मिसाएर टक्क राखेपछि अग्नि, जल, वायु, पृथ्वी, आकाश तत्त्वलाई बोक्नु भएको हुन्छ। त्यही भएर बुद्ध भगवानको झन्डामा 5वटा रङ हुन्छ। बिहान चाहिँ मान्छे नदेखिने हुस्से लाग्ने, अनि दिउँसो चाहिँ क्या साह्रो गर्मी। ओ माई गड। मम्मी झनेर त्यहाँ हुडी लगाएर क्याप लगाएर गर्मी भएको छैन? यहाँ त गौतम बुद्धलाई भेट्न आएको शीतल शान्ति प्रदान भइरहेछ। मलाई त शीतलता प्रदान भइरहेछ अरे मम्मी र मलाई चाहिँ यहाँ धेरै गर्मी प्रदान भइरहेछ है मलाई चाहिँ। ल यहाँनिर कमलको फुल फुल्ने होला है? हो यो कमलको पातहरू त हो नि। यो कमलकै पातहरू हो, तर अहिले कमल फुल्ने बेला भएको छैन। अनि हाम्रो विश्व शान्ति स्तूपा कति राम्रो। ओके भइसक्यो। यो मम्मीको के भएको आवाज त पुरै विदेशी जस्तो भइसक्यो त। अरे बुद्ध त पाएर बुद्ध शक्ति पाएर त्यस्तो आवाज आएको। अमेरिकाको डोनाल्ड ट्रम्पसँग भेट्न मन छ अरे तपाईँको। यस्तो भाषा सुनेर मम्मी डोनाल्ड ट्रम्पले तपाईँलाई बोलाउँछ जस्तो छ है छिट्टै। त्यो टुरिस्टहरूलाई जहाँ पनि भेट्यो हाई हाई भन्दैन हिँड्नु है। होइन आएको मिसी कहाँ हाँसी नि खेर आयो भनेको के। ऊ मलाई देखेर हाँसिरहेको छ त। म चाहिँ किन हाँस्दै भइगयो नि? गरी उसले नखायो। ल ओके छ त। ल यो घर ओम माने पेम्बे होम, ओम माने पेम्बे होम, ओम माने पेम्बे होम। ल हेर्नु यहाँ व्हाइट पिस प्यागोडाबाट कस्तो राम्रो ठाउँ देखिएको। हेर्नु त कस्तो दामी है। यो बनाउन त कति खर्च लाग्छ होला यस्तो गर्न? लाग्यो होला 5-7 हजार।
5-7 हजारमा हुन्छ बापुजी मतलब 5-7 करोड करोडको पनि स्पेलिङ भन्न छोडिसक्नु है ड्याडी अरब लाग्यो होला अरब ल ड्याडीको 1000बाट करोडबाट अरब आइसक्यो है यहाँ ल अब व्हाइट पिस प्यागोडालाई बाई बाई गरौँ बाई बाई फेरि भन्नु त मम्मी गीत गाउनु त पिपल छोरीसँग लुम्बिनी घुम्न आएकोमा बुद्ध भगवान्लाई गीत गाउनु भन्छु छोरी बुद्ध जस्तै दिनुभयो लुम्बिनी घुमाउँदै मेरो सबै सुन्न त्यहाँ मेरो छोरी बुद्ध जस्तै पञ्चशीलले भरिपूर्ण भएको जन्म दिनुभयो धरतीमा त्यसको लागि कोटी कोटी नमन सबैका छोरी मेरै छोरी जस्तो जन्मिन् कोही पनि बुढेसकालमा रुनु पर्दैन बाआमा अनि बुद्धत्व प्राप्त गरेकी छ मेरो छोरीले आमा छैन है त्यस्तो बुद्धत्व प्राप्त गरेर चाहिँ मैले एउटा पिपलको बुटो रहेछ अनि त्यो पिपलको बुटोलाई सम्झेर पिपलो छाया झन पर गयो छोरीकै माया हुरहुर भनेर एकछिन विश्राम एउटाले ल सिङ्गापुरियन टेम्पल पनि आइपुग्यो सिङ्गापुरले बनाइदिएको रे ल भित्र हेरौँ है कस्तो छ सिङ्गापुर घुम्न जानै परेन मम्मी मलाई सिङ्गापुर नि यहाँनिर अहिले धेरै हल्ला गऱ्यो भने गाडी गर्दाखेरि शान्त हुनुहोस् कृपया भनेर ल कस्तो राम्रो है तर हेर्नु न सिङ्गापुरमा पनि धेरै नेपालीहरू छन् है सिङ्गापुरे सारी माया तिमीलाई खै सम्हालिदेऊ मेरो मनको गाडी ओहो कति राम्रो आएको हेर्नु त मम्मी भिडियोमा ओ माय गॉड यस्तो ठाउँमा बस्न पाएँ हामी यस्तो घर बनाउन पाएँ कति आनन्द मम्मीको चाहिँ ध्यानकै छ चिन्ता यहाँ देशको कस्तो राम्रो ठाउँ यो चाहिँ सबै हाम्रो विदेशको मान्छेहरूले यहाँनिर नेपालमा दान गरेर उहाँहरूले अब जस्तै सिङ्गापुरियन स्टाइलमा बुद्धको टेम्पल बनाएछ होइन कम्बोडिया थाइल्यान्ड यस्तो विभिन्न देशको मान्छेहरूले गौतम बुद्धको मन्दिर स्थापना गर्न नेपाललाई सहयोग पुर्याउनु भएको रहेछ गौतम बुद्ध अनि साइडमा चाहिँ सबै सानो सानो गौतम बुद्ध ओ माई गॉड कस्तो दामी है उता जान त कस्तो आउँछ आमामा कस्तो राम्रो बाफ रे बाफ ठुलो भगवान् ठुलो गौतम बुद्ध अनि यहाँ पुरै सानो सानो गौतम बुद्ध वरपर कस्तो राम्रो ठाउँ यो कुन चाहिँ देशले बनाइदिएको होला है यस्तो राम्रो भित्रको आर्किटेक्चर डिजाइन कलरहरू ओ माई गॉड यहाँ आएर त ठुलो स्वरले बोल्न पनि मन नलाग्ने भर्खर हेरेर आएको गुम्बाको नाम चाहिँ 1000 बुद्ध अरे त्यहाँनिर चाहिँ 1000वटा बुद्धहरू हुनुहुँदो रहेछ कस्तो राम्रो ठाउँ रहेछ है अहिले घुमे मध्येको सबैभन्दा राम्रो यही लाग्यो मलाई त तपाईँलाई अनि कलरहरू पनि कस्तो राम्रो राम्रो के है मार्बल कति राम्रो ए गोल्डन टेम्पल त्यही त अनि 1000वटा बुद्ध भगवानहरू हुनुभएको रहेछ नि त है कस्तो आनन्द भाइब्रेसन मलाई त उठेर हिँड्न मन नलाएर मम्मी त्यही लिँदाउन आँट्नु भएको थियो गोल्डन गौतम बुद्ध गोल्डन 1000 बुद्ध 1000वटा बुद्ध भगवानहरू हुनुभएको मन्दिर 1000 बुद्ध मन्दिर भन्दैन गुम्बा भन्छ होला है हामीले पनि मन्दिर भन्छ त बुद्धिस्टहरूले गुम्बा भन्छ गुम्बो बुद्धको गुम्बा मन भएर आयो यहाँ वरपर पुरा निर्माण कार्यहरू भइरहेको छ यहाँ अलि उता अब भोलि पर्सि फेरि बुद्ध भगवानले बोलाउनु भयो भने जुर्यो भने
आउला घुम्नलाई है। कति रमाइलो ठाउँ रहेछ यहाँनिर त है। अब भोलि पनि बिहानदेखि आएर घुमौँ भन्दा पनि घुम्न नमिल्ने के, कस्तो हुस्सेल आएर केही देखिँदैन, बाटै देखिँदैन। 10-11 बजेबाट बल्ल घुम्न सुरु गर्दाखेरि त नभ्याइने के, यत्रो लामो। कत्रो क्षेत्रफलमा बनाएको छ अरे ड्याडी? 1150 बिघा 1150 बिघा? बिघा आमामा कति हो त्यो भन्न थाहा छैन, तर त्यो भने धेरै नै होला। यहाँ 12 बजीदेखि हिँडेको 4 बजिसक्यो। 4 घन्टा हिँड्दा आधी पनि भएको छैन है ड्याडी? त्यही त आधी पनि भएको छैन। धेरै ठुलो रहेछ क्या। 2 दिन मजाले घुम्यो भने चाहिँ बल्ल सबै ठाउँमा घुम्न पुगिने रहेछ। एक दिनमा त नभ्याउने है ड्याडी? के भ्याउँछ, तर टेम्पोहरूले पनि अलिअलि घुमाउँदो रहेछ। टेम्पोबाट घुम्यो भने चाहिँ एक दिनमा घुमाइसक्छ। हामी चाहिँ हिँडेरै मम्मी नेपाललाई सबै कन्ट्रीहरूले माया गरेर सबै गुम्बा बिहारहरू बनाउन सहयोग गरेको रहेछ। लुम्बिनीमा यो चाहिँ जर्मनले बनाएको रहेछ होइन। अनि त्यो गौतम बुद्धले हात माथि हल्लाउनु भएको छ नि, त्यो चाहिँ फ्रान्सले, यो चाहिँ नेपालले नै रे। अनि यो भन्दा पछाडि चाहिँ चाइना र कोरियाले मिलेर बनाइदिएको रहेछ है त। छिटो छिटो 8-10वटा राष्ट्रियले बनाइदिएको रहेछ। कस्तो राम्रो नेपाल भूमि, त्यसै गौतम बुद्ध जन्मिनु भएको होइन। छिटो छिटो ओम घुमौँ माने अब। पेमे हुम, ओम माने 5 बजे बन्द हुने रहेछ, 4 बजीसक्यो। 1 घन्टामा कता कता घुम्नु भ्याउनु। ल यो चाहिँ जर्मनले बनाइदिनु भएको बुद्धको स्तूपा, बुद्ध विहार। सबसे राम्रो चाहिँ 1000वटा बुद्ध भएको सबसे राम्रो, त्यो चाहिँ नेपालले नै बनाएको अरे। फेरि मम्मी नेपालसँग अरू धेरैवटा राष्ट्रियको हात छ त्यहाँ पनि अरे, संलग्नता होइन। संलग्नता छ। नाम चाहिँ नेपालको, कामहरू चाहिँ देशको। मेरो मान्नुपर्ने। तर यो पर्यटकहरूले चाहिँ एकदमै मन पराएर आउने खालको ठाउँ रहेछ है। हामीलाई त कति मन हामीलाई त कति मन पर्यो, झन् पर्यटकहरूलाई कति धेरै मनपर्छ होला। तर त्यति धेरै पर्यटकहरू देखिएन है, किन? हामी नै हो पर्यटक आजको। हामी चाहिँ आन्तरिक देशकै पर्यटक, बाहिर विदेशको पर्यटकहरू चाहिँ त्यति धेरै, 1-2टा मात्रै देखियो। यस्तो राम्रो ठाउँमा यो यस्तो थाहा पायो भने थाहा छ होला है, थाहा छ कि छैन होला है गौतम बुद्ध जन्मेको ठाउँ भन्ने। थाहा भएर पर्यटकहरू आयो भने त कस्तो राम्रो हुन्थ्यो यस्तो दामी ठाउँमा। संरक्षण ल है हाम्रो लुम्बिनी सहर, हाम्रो गौतम बुद्ध जन्मिनु भएको देश ठाउँ कति राम्रो, बाफ्रे बाफ। ल नेपालमै बसेको मान्छे चाहिँ जिन्दगीमा एक न एकचोटि चाहिँ लुम्बिनी भन्ने ठाउँ चाहिँ भ्रमण गर्न आउनै पर्ने खालको ठाउँ रहेछ है। आँखाले मजाले तस्बिर देख्दैमा धेरै राम्रो है, धेरै राम्रो। हामी आयौँ, कस्तो धन्य भयो तपाईँको जीवन। धन्य धन्य प्रभु, मेरो जीवन धन्य भयो। ल क्यानाडाले बनाइदिएको मन्दिर, गुम्बा 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 स्तूपा भन्दो रहेछ क्या यहाँनिर। स्तूपा कि त गुम्बा, टेम्पल भनेको चाहिँ हाम्रो भाषामा होइन, बुद्धिस्टको भाषामा स्तूपा कि त गुम्बा। गुम्बो होइन गुम्बा। दामी रहेछ है यो पनि मम्मी। जुन देशमा बुद्ध धर्मावलम्बीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सहयोग गरेर यहाँनिर बौद्धलय के भन्छ अरे, बुद्ध विहार बनाइदिनु भएको रहेछ। विहार पनि त भन्छ नि है, बुद्ध विहार। चाइनाले बनाइदिएको पनि कलर कस्तो मिठो हुने क्या यो चाइनिजहरूको चाहिँ। यता चाहिँ यो चाइनाहरूको के रहेछ, अनि आफ्नो संस्कृति झल्काउने राख्छ नि त उनीहरूले पनि। अनि यहाँनिर लाफिङ बुद्ध पनि छ यहाँनिर। गुड लक। ल सबैको यो भिडियो हेरेपछि साल गुड लक रहोस्। मम्मी जाऊँ छिटो छिटो गएन भने अर्को मन्दिर हेर्न भ्याइँदैन। यहाँ अस्ट्रेलियाले बनाइदिएको पनि रहेछ क्या एउटा गुम्बा, खालि मन्दिर भन्न आउँछ गुम्बा। अस्ट्रेलियाले बनाएको गुम्बा हेर्न नपाइएला जस्तो छ मम्मी। पाइन्छ 5 यहीँ बजिसक्यो। अनि
सुट्ट पर्ने ल अस्ट्रेलिया महाराज अस्ट्रेलियन महाराज भन्ने मेरो छोरीलाई पनि त्यो देशको प्रधानमन्त्रीसम्म हुने पदलाई दिइबक्स्यो ओ माई गॉड अलि बेसी भएन र त्यो त ल साउथ कोरियाले बनाइदिएको गुम्बा पनि यही हो 5 बजेको छैन 10 मिनट बाँकी नै छ अगाडि नै बन्द भएछ ल ठिकै छ यो चाहिँ अलि अगाडि नै बनाइदिएको जस्तो छ है अलि पुरानो रहेछ मम्मी कोरिया दुईटा छ थाहा छ तपाईँलाई साउथ कोरिया र नर्थ कोरिया भन्ने दुईटा देश छ भन्ने थाहा छ थाहा छैन यता हेर्नु त यो कुन चाहिँ देशले बनाइदियो होला त साउथ कोरिया हुन्छ साउथ हो साउथै हो मम्मीले टुक्का पनि मिलाउनु भयो ल बधाई छ कङ्ग्रेचुलेसन सक्सेसफुल पर्सन थ्याङ्क यू सो मच यो कुन देशको हो रे मम्मी ड्याडी यो कुन देशले बनाइदिएको रे ए अस्ट्रिया स्विजरल्यान्ड युरोप फाउन्डेसनले रहेछ है ल ए मम्मीलाई भिडियोले पुग्दैन कस्तो राम्रो यत्रो ठुलो यो त पुरा राजाहरूको महल जस्तो छ त हौ कलरहरू डिजाइनहरू है यो कुन देशले बनाइदिएको रे बाबा यो कुन देशले बनाइदिएको रे अस्ट्रिया स्विजरल्यान्ड स्विजरल्यान्ड जाने हो स्विजरल्यान्ड मम्मी घुम्न जाने ल है गाइस बिहान होइन दिउँसो 12 बजेदेखि हिँडेको 5:30 बजीसम्म हिँड्दा हामीले सब लुम्बिनी टुर भ्यायौँ लगभग 90% जति त भ्यायौँ होइन 1-2वटा गुम्बाहरू चाहिँ छुट्यो किनभने 5 बजे बन्द भइहाल्दो रहेछ अनि एउटा म्युजियम छुट्यो त्यो चाहिँ हामी भोलि कभर गर्छौँ अनि आज हामी कति पाइला हिँडेछौँ भने म यहाँ भन्छ है त आमामा आज हामी 30,000 पाइला हिँडेछौँ है बाफ रे बाफ म त जिन्दगीमा यति 1000 पाइला त हिँडेको थिइनँ 30,000 पाइला भनेको कम हो मम्मी बाफ रे हिँड्नु भएको थियो तपाईँ अनि आज हामीले 80 मिनट एक्सर्साइज गरेछौँ 80 मिनट बाफ रे बाफ ल है आज त गिनिज वर्ल्ड बुक नै कायम भयो कि क्या हो मेरोमा चाहिँ म त हेरिरहेको छु ल पेट पूजा पनि गरिसक्यौँ हामीले टन्न भइसकेर यहाँ झन् एक्सर्साइज के धेरै हिँडेर घट्ने चाहिँ होइन धेरै खाएर मोटाउने बेला भइसक्यो खाएको खाइ ल ओके अब गुड नाइट बाई बाई